नमस्कार साथीहरू, तपाईहरु सबैलाई फेरि एकपटक स्वागत छ मेरो भिडियोमा। आजको भिडियोमा हामी काठमाडौँको सबैभन्दा प्रसिद्ध र शान्त ठाउँमध्ये एक बौद्धनाथ स्तूप घुम्न जाँदैछौँ। अहिले चाहिँ हामी रुमदेखि निस्किसकेका छौँ र बाहिर हामी वेट गर्दैछौँ याङ्गोको। हामीले चाहिँ धेरै सोच विचारपछि आज फाइनली बौद्ध जाने योजना बनाएका छौँ। हामीले चाहिँ आफ्नो साधन नभएको कारणले गर्दाखेरि याङ्गो बुक गरेर भाइ चाहिँ अगाडि गइसकेको छ, लगभग यतिखेर पुग्यो होला र म चाहिँ भर्खर जाँदैछु। एउटै समयमा याङ्गो बुक गरेको थियो हामीले चाहिँ, तर भाइको चाहिँ छिटो आएर मेरो चाहिँ लगभग 5 मिनट पर्खेपछि आएर म पनि चढेर अगाडि लागिसकेँ। काठमाडौँमा बेलुकाको दृश्य चाहिँ यही हो। सडकमा गाडीहरूको चलचल र मानिसहरू काम सकेर घर फर्किनेको क्रम भनेको यस्तै हो। र खासमा भन्नुपर्दा यही हो काठमाडौँको साँझको वास्तविक माहौल। र हामी चाहिँ केही भएको यात्रापछि फाइनली बौद्धनाथ आइपुगेका छौँ र प्रवेश गर्ने बित्तिकै यो स्तूप देख्न साथ एकदम छुट्टै अनुभव भइरहेको छ। र वरिपरि प्रार्थना गरिरहेका मानिसहरू, घुमिरहेका पर्यटकहरू, सबै कुराहरू निकै आकर्षक लागिरहेको छ। अब बिस्तारै स्तूपको वरिपरि घुमौँ। यहाँ प्रवेश गरिसकेपछि चाहिँ यहाँ वरिपरि घुम्दाखेरि मन एकदम शान्त हुन्छ। धेरै मानिसहरू प्रार्थना चक्र घुमाउँदै आफ्नो तालमा हिँडिरहेका छन्। कसैले फोटो खिचिरहेका छन् त कसैले परिवारसँग समय बिताइरहेका छन्। यो सबै माहौलहरू देख्दाखेरि चाहिँ एकदम आनन्द लागिरहेको छ हामीलाई पनि। बौद्धनाथ केवल एउटा धार्मिक स्थल मात्र होइन, काठमाडौँको एउटा सुन्दर घुम्ने ठाउँ पनि हो। विशेष गरेर बेलुकाको समयमा यहाँको वातावरण अझै राम्रो लाग्छ। यदि तपाईँ काठमाडौँमा हुनुहुन्छ भने एकपटक बेलुकाको समयमा अवश्य आउनुहोला। हामी चाहिँ परिक्रमा लगाएर अब फाइनली भित्र छिर्न आँटेका छौँ र हामी चाहिँ भित्र छिरेर शान्त वातावरण, मानिसहरूको हलचल र परेवाको आकर्षक दृश्य हेर्दै घुमिरहेका छौँ। केही समय हामी भित्र नै शान्त वातावरणमा बस्ने र ठाउँको अवलोकन गर्ने सोचमा छौँ र त्यस पछाडि हामी एकछिन घुमेर चाहिँ फर्किनेछौँ। र यहाँ हजुरहरू देख्न सक्नुहुन्छ सबैजना ध्यान गर्दै प्रार्थना गर्दै बसिरहनु भएको छ र हामी भने एक दुईवटा फोटो खिच्ने तयारीमा छौँ। र यहाँको दृश्य एकदमै मनमोहक छ, एकदमै आनन्द लागिरहेको छ। र हामी चाहिँ केही समय अगाडि बाहिरको पसलहरू पनि घुमेको थियौँ। यहाँ हस्तकला, बुद्धसँग सम्बन्धित सामग्री, कपडा, स्मरणीय उपहार र विभिन्न खानेकुरा पसलहरू देख्न सकिन्छ। र हजुरहरू यो भित्रको यो दृश्य चाहिँ हेर्नुहोस्, एकदमै राम्रो लागिरहेको छ होइन हामीलाई चाहिँ। र आज चाहिँ पानीहरू पनि परेको छैन, मौसमले एकदम साथ दिइरहेको छ। हामी चाहिँ एकदम घुम्दैछौँ बौद्ध स्तूप। एक कारण हामीले तलबाट राउन्ड पनि लाग्यो अरे। अहिले चाहिँ अब यहाँ माथि आउँदा छुट्टै आनन्द छ क्या, यहाँनिर छुट्टै संसारमा जस्तो पिस छ है, आनन्द आइरहेको छ, छुट्टै रमाइलो छ। काठमाडौँमा बस्नेहरू चाहिँ प्रायः हप्तामा 1 दिन 2 दिन चाहिँ आइरहने ठाउँ हो यो। म पनि प्रायः आइ नै रहन्छु हो, मजा आउँछ यहाँनिर, छुट्टै सुकुन मिल्छ। तपाईँहरू पनि आउनु, काठमाडौँतिर हुनुहुन्छ भने आइरहनु, राम्रो। र अब चाहिँ हाम्रो लगभग निस्किने बेला पनि भइसकेको छ। छोटो घुमाइ भए पनि निकै राम्रो अनुभव भयो। काठमाडौँमा बस्ने वा घुम्न आउने जो कोहीलाई पनि बौद्धनाथ कम्तीमा एकपटक चाहिँ आउन अनुरोध गर्छु, किनभने एकदमै राम्रो लाग्यो हामीलाई पनि। एकदम शान्त वातावरण छ। यदि तपाईँहरूलाई आजको भिडियो चाहिँ मन पर्यो भने भिडियो लाइक गर्न, कमेन्ट गर्न नबिर्सिनु होला, भन्नुहोला तपाईँहरू पनि यो ठाउँ आउनुभएको छ कि छैन भनेर। र हामी चाहिँ अब बाहिर निस्किँदैछौँ र यस्तै यात्राहरूको लागि चाहिँ र नयाँ भिडियोहरूको लागि चाहिँ हामीलाई फलो गर्नुहोला, हाम्रो च्यानलमा जोडिनु होला हामीसँग। आजको यात्रा चाहिँ हामी 2 जनाको थियो। आज एकदमै राम्रो अनुभव भयो है। र हामी चाहिँ फाइनली बाहिर पनि निस्किसकेका छौँ। र आजको लागि चाहिँ भिडियो यति नै भयो र फेरि भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा। अहिलेको लागि चाहिँ बाई बाई।